Hi guys, welcome to my vlog. Welcome to Bharat vlog. After कति वर्षपछि बोटु गेमिङ भइसक्यो के अरे ए सेट बोटु गेमिङ स्वागत छ धेरै 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 अनि हाम्रो पहिलाको भ्लग 2 वर्ष अगाडि आएको थियो यही भएको थियो यही भ्लग हो यही ठाउँ होला त्यसपछि हाम्रो ग्यादरिङ आज भयो अनि त्यसपछि 2 वर्षपछि भ्लग बनाएर ओए काले हाले म भिडियो बनाउँछु दिउँसभरिको म भिडियो बनाउँछु ल अनि 2 वर्ष अनि हामी यहाँ उदय यहाँ छ लाले नमस्कार ल हामी एकछिनमा भेट्नेछौँ साथीहरू ल ठ्याप्प मलाई अब शशाङ्क तम्राकारले सिकाएको भन्दै हाले जस्तो सस को हो त्यो के भन्नु यसको दाइको साथीले को हो शशाङ्क तम्राकार भन्ने शशाङ्क डङ्गोल चाहिँ थाहा साथी हो हाम्रो भिडियोग्राफर हो शशाङ्क तम्राकार त्यो डक्टर छ नि ए तपाईँको साइलेन्सर कत्रो भन्नेवाला हो गाइज अहिले चाहिँ यहाँ ठ्याक्क हाम्रो खाजा आइपुगेको मात्र थियो होइन भर सरको उहाँ घर जानुपर्ने भयो अब यो सिङ्गो 1 प्लेट सुकुटी र चिउरा अनि कोक आउँदैछ त्यो मन्जु दाले खान्छ अब बाँकी खाजा के आउँछ त्यो नि बिस्तारै है काले है ल खोइ बाई गर्दैन गाइजहरू लाले र मैले भर खाजा खाइसक्यो होइन तर उदेर भरत भने आउने छाटकाटै छैन मोमो अनि त्यसपछि यो के अरे अहिले के लिएर अरे मोमो र कोक तिम्रो टाउको कोक के अरे आलु परोठा ल्याएको थियो होइन त्यो कालेहरू आउँछ अनि तता राख्ने अहिले लगिदिनु भनेर लिएर गएको फोन गर्दा नि उठाउँदैनन् हो कि होइनन् के हो यस्तै छ गाइज तर शीतल त शीतलै छ अहिले लाले शीतल छैन काठमाडौँ गर्मी के एउटा पानी परेर ठिकै छ अस्ति हिजो कि कहिले पानी पऱ्यो होइन अस्ति परे त्यसै शीतल भएको छ बिजोग छ हो मेरो स्कुटीको हर्न हो यो अहिले बजे चाहिँ मेरै स्कुटीको जस्तो लाग्यो यार तर होइन यत्रो ठुलो पनि छैन त्यहाँ बजाइहाल्नु जस्तो हर्न बजाउँदै छ यार साथीहरू ल ठिकै छ अब यस्तै हो कालेहरू आएपछि भिडियो बनाउँ ल है ल एकछिन साथीहरू आउनुभयो भर्खरै सक्यो यी त्यहाँको चिउरा यहाँ कोक ल कस्तो रहेछ 300 रुपियाँ चाट सक्यो ला प्याज भाइ केही छोडेन यार ल साथी कति टाइम लाग्यो तिमीहरूलाई अनि लाग्दैन त कहाँ गएर थिएन त्यसै 5 मिनट भइसक्यो कुरे गरे उसले भयो पुगेपछि चाहिँ 10 मिनटमा आइपुग्यो कम भारी दिएर तल अनि केही इन्कमिङ कल पनि फ्री हुन्छ भन्ने थाहा छैन कुदाइरहेको थियो त्यो अनि कि दुईटा एकैचोटि लाग्यो कि 4वटा बनाएको घरसम्म गाडी लिएर गयो गाइजहरू अहिले चाहिँ हामी खाजा खाएर ट्याक्क ओए माया साला हाल्नुहोस् भने ए हाल्नुपर्छ होइन ए म्यासालासम्म ठिकै छ के हुन्न हामी धेरै मुख छाड्दैनौँ यति मात्र हो मुख छाड्ने कोही छैन हाम्रो ग्रुपमा एउटा थियो गयो उता विदेश युनिक भन्ने अनजर्नी भाइ त्यही हो अब यहाँ चाहिँ बियर छ तेरो बाबु म हाल्छु पखामा तेरै च्यानलबाट हालिदिन्छ नि म चाहिँ यहाँ मिरर सेल्फी होइन मिरर सेल्फी कि के अरे होइन नि मिरर भिडियो भयो नि यो त ल ठिक छ है त यहाँ चाहिँ किचन रहेछ यहाँ हामीले पेमेन्ट दिनु लाग्थ्यो गाइज पेमेन्ट चाहिँ माथि रे भर सर आएर पर्दैन यो आएर झन् 10 रुपियाँ महँगो लिन्छ हेर्न हो कि होइन भन त टोइलेट गएको थियो नि त यो टोइलेट गएको 10 रुपियाँ रे क्या नाइस म सिनेमेटिक सर्ट हान्छु है केटा हो तिमीहरू जाऊ म गाइजहरू यहाँ चाहिँ केटाहरू पैसा तिरिरहेछ म चाहिँ यहाँ आएको होइन भ्लग बनाउँदै खोकी लगाइराखेर गाइजहरू मलाई अनि त्यसपछि चिने मान्छे जस्तो लाग्यो होइन रहेछ ठिकै छ अब यस्तै छ अब यहाँ यस्तो छ अब हामी उतातिर जान्छौँ के अरे ओए काले चिया खाना कहाँ जान्छ यस चुचेखोल जाने अब हामी ल ठिक छ गाइजहरू अहिले चाहिँ हामी यहाँ फोटो खिच्दै
यहाँ आइपुगेको छौँ। हामी चाहिँ यहाँ कहाँ हो यो? त्यही चुचे खोलानिर हो। मेरो फोनमा चार्जै छैन यार, कोही छ यार। ल फक 15% मात्र रहेछ। अब यस्तै हो। ऊ हाम्रो लाले राइडर इज राइडिङ स्कुटी होइन। अब यहाँ भरत दादा, उदय दादा, अब यही हो। साथीहरू भर्खर भरत र मन्जिलको झगडा परेको छ अनि त्यसपछि यहाँ मन्जिलले यस्तो गर्न लागेको छ। गर्दै नुन मसला हड्डी मटी कति ल कस्तो के कति रे गाइजहरू, अहिले चाहिँ हामी फोटोसुट सकाएर अहिले हामी भरतसँग कट्टी गरेको थिएँ मैले यसरी। अहिले हामी मिल्ती भइसक्यो किनभने भरत र म एउटै स्कुटीमा सरर आइकालु अच्छा ओ लडोलास है। यो र म फेरि स्कुटीमा बस्नै हुन्न, लडिहाल्छ। त्यही दसैँ त्यस्तो हो कि ग्रहै त्यस्तो हो कि के हो है। बसे के पुल्टुङ पुल्टुङ कता हो? सिधै 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 हो। अनि त्यही हो। अब हामी उहाँ गएर हजुरलाई उ गर्छौँ। हामी चाहिँ अहिले यहाँनिर यहाँको भ्यूको पहाड हो। यस्तो छ हाम्रो हेटौँडा चाहिँ। आज वेदर नि नाइस छ, जङ्गलहरूमा डढेलो लागेको छैन। त्यही हो है त। ल The next day. गाइज वेलकम ब्याक टु आवर ब्लग। दिस इज डे 2 अफ आवर ब्लग होइन। अस्तिको ब्लग मैले यिनै गरेको थिइनँ कि हामी खेल्न आएको होइन। जुन नबोल अडियन्स कि के अरे अडियन्स भनेको भगवान् हो, भगवान् भनेको जनताको अगाडि झुटो बोल्नुहुन्न। 13 टाउको भोट माग्नुपर्छ। भोट नि माग्नुपर्छ तर अहिले होइन, अब 2 वर्ष पछिको मङ्सिर 7 मा माग्ने हो, मङ्सिर 5 मा। के छ ल ठिक छ ल। अब एकछिनमा भेटौँ न हामी। हस् गाइजहरू, अब यस्तै भइहाल्यो होइन। आज पनि धेरै भ्लग बनाउन पाइनँ मैले है। अब अस्तिको भ्लग अफ गर्न बिर्सेर मैले आज फेरि कन्टिन्यू गरेँ हो। अस्ति र आजमा के चेन्ज छ भन्दाखेरि उनीहरूले नयाँ स्कुटी किन्यो। यो स्कुटी अस्ति स्कुटी पुरानो थियो, अहिले नयाँ। अब नि तेल छैन भन्यो भने चाहिँ खट्टा हान्ने हो यसलाई। ल अब भ्लग यहीँ इन गर्ने। ल लाले कहिले भेट्ने अब हामी? कहिले? म काठमाडौँ आउँदा है त। ल ल लड्डुले टुट लड्डु कहिले? ल कालेर म नि हान्छ ल है त। ल अब ल है त साथीहरू, ल बाई बाई।